हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। अनि आज चाहिँ अहिले चाहिँ हामी मेहन्दी लगाउन आँटेको। काकीको भोलि ढोगभेट हो नि त, अन्त चाहिँ मेहन्दी लगाउन आँटेको। यहाँ चाहिँ पुरै मेहन्दी लगाइ हुँदैछ, यहाँ पनि हुँदैछ। बुतुरे हातमा यो चाहिँ भोलि लाने सगुनहरू रेडी छ हैन। अनि यहाँनिर बेहुलीलाई रेडी हुनुको लागि मेहन्दी लगाइदिँदैछ। अब अर्कोपट्टि चाहिँ म स्टार्ट गर्न आँटेको। त्योभन्दा अगाडि नै मैले चाहिँ भ्लग बनाइहालेको नि त हल्का। काकीले आज बनाउन पाउँदैन नि त कि, अन्त भोलि पनि मै कन्टिन्यू गर्छु यो भ्लग। आज चाहिँ हाम्रो नेक्स्ट डे हो, अन्त हिजो चाहिँ हामीले भ्लग कन्टिन्यू गर्नु पाएनौँ। 12 बजेको थियो नि त, अन्त चाहिँ सुत्छु भनेर चाहिँ भ्लग गरिनँ हैन। अन्त बेहुली चाहिँ यहाँ तयार हुँदैछ। हजुर बेहुलीको टाउकै देखेन। बेहुलीको साडी हामी चाहिँ स्टार्टिङदेखिको गरौँ भनेको थियो, तर हामी चाहिँ अब के अलिकति बिजी भएर चाहिँ हामीले गर्नु पाइनौँ। मेकअपदेखिको लिएर हेयर स्टाइलदेखिको लिएर हामी चाहिँ यहीँ घरकोले चाहिँ हामीले मिलाएको। हजुर सो गाइस अब चाहिँ बेहुलीले नै भ्लगिङ स्टार्ट गर्नु थाल्यो होइन। यहाँनिर मेरो के अरे भतिजी नै यता उनीहरूले लेहेङ्गा लगाएको छ। अनि मेरो भतिजो केटा सो नानाले चाहिँ यहाँनिर सबै थन्कमन्क लगाइदिनु हुँदैछ। यहाँ दादा हुनुहुन्छ, नानीले चाहिँ बेहुली हेर्न आएको अरे। बेहुली हेर्न आएको अरे। नन्दु आलु आलु हाम्रो यहाँ चाहिँ सगुन कोसिली खै दादा यता हेर्नु न, झक्कास छ नि। अब झिलिली यो त हुँदैन भाइ, यो त खोल्नु हैन, यो लाने हो। यो यता हेर त यो यो चाहिँ लाने हो भाइ, खोल्ने चाहिँ हैन। अघिको भिडियोमा त म टेरो निस्किरहेको छ ल। टेँडो अरे। मेरो दाँत चाहिँ मेरो फुल आउटफिट देखाउँछ। आउटफिट फेरि ला फुल बेहुलीको लुगा चाहिँ यस्तो छ होइन, अलिकति यस्तो। ओभर मेकअप भएको जस्तो लाग्यो त है, के भएको छैन? ठिकै देखियो अब चाहिँ सबै लगाएर मेटेदैन अलिअलि यहाँनिर। मैले त गाजर पनि लगाएँ। अब चाहिँ हामी निक्लिने बेला भएको र हामी चाहिँ यहाँनिर जन्ती पार्टी रेडी हुँदैछ। यता निनी नानी अनु छ ऊ पर। आज त दामी भइरहेको छ भनेर अरू बेला क्यामेरामा आउनु मान्दैन नि त। यता नाना, यता बडी र दादा नन्दु। यस नन्दु यता चाहिँ छ मेरो देवर र दादा। सरी दामी नै आज दालु। अब के भन्नु, आज चाहिँ नाना उयो गर्नुहुँदैछ, रेडी हुनुहुँदैछ। बेहुलीले भ्लग गर्दै हिँड्दैछ। अब यता चाहिँ हाम्रो कुम्पी, यता हाम्रो दादा, यता पनि हाम्रो दादा। खोइ बेहुला चाहिँ अन्त बेहुला फेरि यता त्यसो भन्छ है। यता चाहिँ हाम्रो भाइ लो जन्तीको सगुन। यो चाहिँ यता पछाडि दादा साइनरी हो। निनिरा भाइ पापा दादा भ्लग पनि गर्नु पर्यो नि त। खै मेरो भाइलाई हेरौँ न त, उपर बस्छ सिधा बस्छ त, अलिक पर जाऊ त। यो हो नि त कडा आगो आगो। खिच्दा खिच्दा किसिम बन्छ
आवाज किन नखला 10 बजे से के छ खरा त टुरे त 50 अब चाहिँ हामी जाँदैछौँ यहाँ बस्छ त्यहाँदेखिको सबै मान्छे निकाला पछाडिको के साह्रो बोलेको बेहुली गएको हामी भन टिकम लाइन सिन्दुर पनि बेसिराखेको छु ए बस्नु यता हेरौँ ए सबैजना बेहुलीले भ्लग गर्नुपर्छ हेलो नाना हेलो कहिले यसरी बेहुलीले भ्लग गरेर यस मिठाई किनिदिइरहेको छु अन्त हजुर हेर्नुहोस् अनुहार चाहिँ छोप्छ त्यसो किन चाहिँ गर्नु बेहुला खै सात भिका नि सात भिका हेल्यो हेलो कङ्ग्रेचुलेसन्स कङ्ग्रेचुलेसन्स काकीलाई भन्नु काका र काकीलाई ऊ आयो डोजर आयो डोजर फलन छिटो गर्नु भनेर जाउँ न भयो त किन भुले भयो त हामी वनतिर आइपुग्नु भयो भर्खर हुन्छ हाम्रो गाडीहरू त गइसक्यो अब लास्ट गाडी हो यहाँ त्यसपछि त हामी हिँड्नुपर्छ अब त फाइनली हामी चाहिँ ओगटी फाटा आइपुग्यो होइन यहाँ हुनुहुन्छ बेहुला बेहुली
फाइनली गइस हामी त आइपुग्यो हैन everyone हामी त फाइनली हैन भोटको घर आइपुग्यौं अन्त अलिक जस्तो लाग्यो नो हिँड्दै ए आइदैन जस्मी दिएर सँगै नु न त्यही त कलेन त खै त्यही त बुढा त पनि छैन बुढा एक्लै हिँड्ने गर्छ बेउला पुग्नु पर्छ हेलो एभ्रिवान हामी चाहिँ फाइनली भौजूको घर आइपुग्यौँ अन्त लमीहरू चाहिँ माथि जानुभएको छ होइन त्यतिको माथि गर्ने हो अन्त उनी यहाँ चाहिँ भौजूहरू आउनुहुँदैछ पुरै छ बेला बेला लोखण्डी चाहिँ यहाँ छ होइन दवा मेरो शुभ बिहा कस्तो लागिरहेको छ एकदम खुसीको माहौल छ है एकदम खुसी लागिरहेको छ र सबै फ्यामिलीको साथमा है हामी आएको छौँ र सबै फ्यामिलीहरू यहाँ आइरहेको छ र लमीहरू चाहिँ भर्खर गइसक्यो उहाँहरूको चाहिँ कतिवटा त्यो कामहरूले गर्दाखेरि र अब हामी चाहिँ यहाँबाट जाँदैछौँ यसरी बिस्तारै जन्ती आएको देखेर होइन रमाइलो भयो एकदम मजा आयो गाडीमा होइन त्यही भएर म फेरि अब बिहा गर्नु मलाई पुरा मन लाग्यो म के भन्नु है अब धेरै दिन बादमा घर आएकोले गर्दाखेरि धेरै खुसी भइरहेको छु होइन त्यही भएर मेरो बेला अगाडि अगाडि कुद्छ म पछि पछि हो अब खै त के भन्नु है अब अर्को भेनाला अब यता दे बहिनी खाइसक्यो न यो त फर्काउनु हुँदैन नि म त पैसा लिन्छु अब त्यसरी साट्न खानु जाऊ 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 तिमीले मलाई सुन्दा पनि सुन्दैन नरोका नरोका माछा कुपोला माछा पाता नि अब त्यो अलिक प्रयास गरेको एउटा समूह पहिलेदेखि छाता सन्तान अनि फुपू उसलाई सबैलाई हजुरहरूले होइन त्यो गर्दै हो न त आमालाई गर्दै गरोस् न सासु मानी सासु
नखाए पनि छुनु त भयो नि मेरो सानो चाहिँ थार्दो हो नि त डल्लै ओकाइटिको चाहिँ तल 9 नम्बर जायरामहरू डबलले एकै तालमा गर्दा एक साथमै गर अहिले सम्झिरो अब तिमीलाई लाग्यो जो हेरिराख्ने पुलिस माथि अहिले फर्काउने मान्छेबाट कहाँबाट सायद आयो जोडी प्रतिमाले चिनाउनु पर्छ अब गर न पहिला चाहिँ यतै गर्नु पहिला घरको सबै त्यही त अन्त तपाईँको सम्झे तपाईँको छोरीको जुन चाहिँ धुरीमा गएको र यहाँ चाहिँ बडा सम्झे जेम माजर भन्ने सुन्नुभएको बडी सम्झिने अन्त यता आउनु त लिने अनि यता यहाँ चाहिँ फुपू सम्झिने एकदमै अहिलेसम्म अनम्यारिड एउटा भदै नै स्याहारेर बसिरहनु भएको उहाँ दाजुभाइहरूलाई सहायता गरेर अब यसले चाहिँ के दिनुपर्छ ल यहाँ चाहिँ तपाईँहरूको सम्झि गरेको दादा सँगै अब कहाँ हामीलाई पो गर्नुपर्छ त उनीहरूले हामीलाई गर्नुपर्छ उताबाट गर्नुपर्छ चोरी लगेको छ नि त हाम्रो खासमा त 3 फेर त गर्नु हुँदैन 20 जोडी हुन्छ त्यो त कसम खाएको हो नि त टोपी बनाउनु टोपी यहाँ छ त टोपी निकाल्दैन काइन्डली सम्झिने अब के अरे सबैले एकै ताल गर्यो अहिले हाम्रो बेसी भएको यता साह्रो पर्छ यता
सुविधा बढी हुँदैछ यो चाहिँ घर जाने हो नि त घर भाउजू पढाइको थियौँ हजुर नयाँ नयाँ छ त्यहाँ काम गरेको हजुर अब त्यहाँ हेर्नुमा छ क्या अब सरकारको लागि छ त्यसले गर्दा यसलाई मङ्गलबार आएर बस्छ हजुर बेलुका नानीले भेटिहाल्छ त्यो चाहिँ मैले भन्नु खोजेको ठिकै छ अब मैले पनि अब भन्ने चाहिँ अब सजिलो भन्ने चाहिँ मेरो हजुर मङ्गलबारै आउने जाने ठिकै छ हजुर मङ्गलबार छ लान्छ पर्दैन छाता लानु नानीहरूलाई चाहिँ छाता चाहियो मजाले मिलाएर छोडिदिनु त्यो छाता रहेको सबै लिएर आउने सो गाइस हामी चाहिँ अहिले घर आइपुगिसक्यौँ होइन घर आइपुगेर पनि लुगा सुगा फेरिसक्यौँ किन रात परिसक्यो होइन कन्टिन्यू गर्नु पाएन हामीले किनभने चाहिँ पुरा पानी परेकोले गर्दाखेरि चाहिँ हामीले भ्लग कन्टिन्यू गर्नु पाएन सो हामी चाहिँ घर आइपुगिसक्यौँ र हाम्रो कुक चाहिँ यता नानाहरू हुनुहुन्छ हामीले जन्तीलाई खाना बनाउने यता बडी चाहिँ हामी जन्ती गएको थियौँ र यता नानाहरू चाहिँ कुकपट्टि थियो यहाँ घरमा खाना बनाउनु पर्ने म उतापट्टि पनि लान्छु तपाईँहरूलाई होइन हाम्रो भाइ चाहिँ कराएको छ नि त अब जन्तीपट्टि कुकहरू यता छ हाम्रो कुकहरू यता छ हाम्रो स्पेसल हामीले चाहिँ स्पेसल नयाँ कुक चाहिँ सिलगढीदेखिको मगाएको छौँ होइन सिलगढीबाट स्पेसल कुक छ यता चाहिँ फेरि के पक्दैछ यो चाहिँ मटर कोपी यो चाहिँ अब यहाँ चाहिँ के पाक्यो अचारको लागि अचार स्पेसलिस्ट को हो तपाईँ हो के को इधर बड़ी है बड़ी त उता रहेछ खोइ बडी हेर्नु त यता यता फर्किनुहोस् त यता फर्किनु हाम्रो यहाँ कुक यता हुनुहुन्छ हाम्रो कुक यता पनि हुनुहुन्छ सब साह्रै भाग्नुहुन्छ हौ हाम्रो तन्नेरी बुढो तन्नेरी दादा हाम्रो यता बुढो तन्नेरी जेठाजु यता सबै दादा यता हाम्रो गोम्पीहरू यस गर्नु न अन्त यतिको हुनु पर्यो नि त हाम्रो बडा कोपाला गऱ्यो नि कोपा के को काका बडा पो त हाम्रो त साइलाबाट खतरा छ नि हाम्रो सोल्टिनीले हेर्दै दादालाई अब अनुहारै देखाउँदैन नि त
यति छि कसै किन त चाट्यो राईको स्पेसलिस्ट चाहिँ यही हो अब होइन सुँगुरको मासु नभए हुँदैन र कुकहरू चाहिँ यता यहाँ नाना र यता नाना हो यता दादाको चाहिँ फेरि यता नाना हो है ल गाइसहरू दादा चाहिँ यता हो दादा चाहिँ फेरि टेस्ट गर्नुहुँदैछ एकदम फेरि योसँग हो नि त टेस्ट पनि फेरि दादाको फेरि एउटा ग्लास त दिनु रहेछ छेउबाट नखिच्दैन उ हेर दाजुलाई त एउटा ग्लास त दिनु के होला नि बाप्रे यो निम्बु चाहिँ होइन त्यो चाहिँ बदाम गाउँ न हो लेकिन बदाम पो खाँदो रहेछ लेकिन त किन किन सुँगुरको मासु खान्थेन के होला न यसमा चाहिँ त्यसो पानी हेलो एक्सक्युज मी यो चाहिँ अब भोलि तपाईँले युट्युबमा देख्छ ल कस्तो देख्दो रहेछ अलिक स्टाइलिस खानुहोस् है यो चाहिँ होइन फुटाउँदै चाल पाएन त फुटेको कि भाकै कुरा ग्लासमा दिँदाखेरि पनि ग्लासमा खानु हुँदैन किनभने सानो छ भन्नुहुन्छ होइन हामी बोतलमै खायो भने मात्रै चित्त बुझ्छ भन्नुहुन्छ र चाहिँ हामीले बोतलमै दिएको नदिएको चाहिँ होइन है